तपाईले आफ्नो मोबाइलको लक जतिचोटी फेर्दा पनि तपाईको बच्चाबच्ची अथवा कुनै पनि साथीहरुले थाहा पाइहाल्छ र तपाईले एकदम गोप्य राख्न चाहनुहुन्छ आफ्नो मोबाइल अथवा आफ्नो मोबाइलको फेसबुक मेसेन्जरहरु अथवा भिडियोहरु फोटोहरु तपाईले एकदम गोप्य राख्न चाहनुहुन्छ र तपाईले प्रत्येक सेकेन्डमा आफ्नो पासवर्ड फेरियोस् भन्न चाहनुहुन्छ भने एकदम खतरनाक एउटा ट्रिक मैले तपाईलाई सिकाउन गइरहेको छु। एउटा यस्तो एप्सको बारेमा बताउन गइरहेको छु। यहाँनिर स्क्रिन हेर्नु होला। यहाँनिर चाहिँ यो एप्स डाउनलोड गरिसकेको छु मैले चाहिँ। तपाईले यो एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। म चाहिँ तपाईलाई यो लास्टमा तपाईको यो एप्स नाम भनिदिने छु। यहाँनिर चाहिँ एउटा पासवर्ड बनाउनु होला र फेरि त्यही पासवर्ड हालेर कन्फर्म पासवर्ड बनाउनु त्यो पासवर्ड बनाउनु होला र यहाँनिर सुरुमा यो अप्सनमा क्लिक गर्नु होला। ग्रेन लेखेको छ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर चाहिँ खाली ठाउँमा क्लिक गरेर यो एप्स चाहिँ खोजेर तपाईले चाहिँ यसको चाहिँ पर्मिसन दिनुपर्ने हुन्छ। यहाँनिर मैले पर्मिसन दिइसकेको छु र यहाँनिर अर्को पनि यो अप्सन रहेको छ। यो अप्सनमा क्लिक गरेर तपाईले ग्रेन अप्सनमा क्लिक गरेर तपाईले चाहिँ यहाँनिर यसलाई चाहिँ पर्मिसन दिनु होला। कहाँनिर चाहिँ यहाँनिर यसलाई चाहिँ खोजेर त्यो एप्सलाई चाहिँ यहाँनिर खोलिदिनु होला। मैले चाहिँ एन्ड्रोइडको लागि सिकाइरहेको छु। यस्तो देखाइसकेको छ र यहाँनिर हेर्नुहोस् तपाईले जुनसुकै पनि एप पनि तपाईले लक लगाउन सक्नुहुन्छ। तपाईले यहाँनिर हेर्नुहोस् कुनै पनि बैंक अथवा तपाईले इसेवा अथवा फेसबुक कुनै पनि चीज तपाईले चाहिँ यहाँनिर लक लगाउन सक्नुहुन्छ। यहाँनिर माथि देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ फोटो लेखेको छ। यसमा चाहिँ फोटोमा क्लिक गरेर यहाँनिर प्लसमा क्लिक गरेर तपाईले कुनै पनि फोटो पनि यसमा चाहिँ लक राख्न सक्नुहुन्छ। कुनै गोप्य एकदम महत्त्वपूर्ण भिडियोहरु अथवा फोटो छ भने तपाईले यहाँनिर भिडियो पनि राख्न सक्नुहुन्छ र फोटो पनि यसरी यहाँनिर प्लस क्लिक गरेर पनि राख्न सक्नुहुन्छ र पुरै मोबाइल पनि राख्न सक्नुहुन्छ। र यहाँनिर यो सुरु गर्नको लागि यहाँनिर माथि तीनटा डट रहेको छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरिसकेपछि यहाँनिर लक टाइप लेखेको छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर यो रहेको जुनसुकै पनि तपाईले स्टाइलको तपाईले लक राख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ सुरुमा पिन भनेको छ पिन पनि राख्न सक्नुहुन्छ। प्याटर्न भनेको छ प्याटर्न राख्न सक्नुहुन्छ र एकदम महत्त्वपूर्ण चाहिँ के रहेको छ भने यहाँनिर हेर्नुहोस् तेस्रो नम्बरमा हावर्स एन्ड मिनेट्स भनेको छ। तपाईले चाहिँ यसमा क्लिक गरेर तपाईले पासवर्ड बनाउनु भयो भने तपाईले चाहिँ कति बजेको छ त्यो घण्टा र कति मिनेट गएको छ त्यो मिनेट हालेर चाहिँ तपाईले लक खोल्न सक्नुहुन्छ। प्रत्येक मिनेटमा फरक हुनेछ। तपाईले जो अहिले हान्नुभयो त्यो हानेर तपाईको पछाडी खुल्ने छैन। जस्तै यहाँनिर मेरो 48 मिनेट गएको छ। मैले चाहिँ 01:48 हाने भने लक खुल्नेछ र अहिले 49 मिनेट गयो भने 01:49 हान्नुपर्ने छ। टाइमको हिसाबले चाहिँ तपाईको प्रत्येक मिनेटमा चाहिँ तपाईको लक चेन्ज हुनेछ। धेरै कुरा रहेको छ। यहाँनिर ब्याट्री पर्सेन्ट एन्ड हावर तपाईले ब्याट्री पर्सेन्ट कति पर्सेन्ट छ त्यो र कति बजेको छ त्यो टाइम हानेर यहाँनिर यो ठीक लगाउनु भयो भने तपाईले त्यो हान्नुबित्तिकै खुल्छ। यो चाहिँ बिर्सिने चान्स धेरै हुन्छ। तपाईले कुनमा ठीक लगाउनु हुन्छ त यो चाहिँ एकदम ध्यान दिनु होला। मैले चाहिँ यहाँनिर हावर एन्ड मिनेटमा क्लिक गरे। यहाँनिर चाहिँ मैले घण्टा र मिनेटमा ठीक लगाइसकेको छु। घण्टा र मिनेटमा ठीक लगाइसकेपछि यहाँनिर चाहिँ तपाईले कुन एप्स चाहिँ तपाईले लक लगाउन चाहनुहुन्छ यहाँनिर चाहिँ त्यो लकलाई चाहिँ यहाँनिर यो तलको चित्रमा क्लिक गर्नु होला। मैले चाहिँ फेसबुकलाई लक गरिसकेँ र अब मैले डाइरेक्ट ओके गरेर म चाहिँ फेसबुक खोल्न कोसिस गर्छु। मैले फेसबुक खोल्न कोसिस गर्दाखेरि चाहिँ मेरो फेसबुक खुल्ने छैन। यहाँनिर फेसबुक खोल्दाखेरि यो चाहिँ पासवर्ड देखाइरहेको छ। यो पासवर्ड चाहिँ अब मैले के पासवर्ड राखेँ भने मलाई नि थाहा छैन। यो पासवर्ड चाहिँ तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। माथि 01:50 बजेको चाहिँ यो टाइमको अनुसार हुन्छ। तपाईले मैले अहिले नै खोलेँ भने 01:50 हान्नुबित्तिकै खुल्छ अथवा 51 मिनेट गएको छ भने 01:51 हानेपछि खुल्छ। यसरी चाहिँ तपाईले टाइमको हिसाबले चाहिँ पनि राख्न सक्नुहुन्छ र मैले त्यहाँ धेरै अप्सनहरु देखाएको थिएँ। त्यहाँ तपाईले कुन अप्सन चाहनुहुन्छ त्यही अनुसार चाहिँ तपाईको लक रहनेछ। यो मैले चाहिँ खोलेर देखाउन चाहन्छु। 01:50 हाने भने तपाईको फेसबुक खुल्यो। यसरी चाहिँ तपाईले यो लक लगाउन चाहनुहुन्छ। यो लकको नाम चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। म तपाईलाई देखाइदिन। अल्ट्रा लक यो चाहिँ अल्ट्रा लक हो। यसको लोगो चाहिँ यो हो। तपाईले यसलाई चाहिँ सिधै प्ले स्टोरमा गएर एकदम यहाँनिर सर्च गर्नु होला। अल्ट्रा लक भनेर सर्च गर्नु होला र यहाँनिर धेरै किसिमको लगहरु आउँछ नि त। अरु लक चाहिँ युज नगर्नु होला। यो लक चाहिँ एकदम राम्रो छ। मैले पहिलेदेखि युज गरिरहेको छु। यहाँनिर हेर्नु होला। यो चाहिँ तपाईले डाउनलोड गरेर यसरी एकदम सिक्योर तरिकाले तपाईको आफ्नो लुकाउन खोजेको भिडियोहरु अथवा फोटोहरु अथवा एप्सहरु तपाईले चाहिँ आफूले गोप्य राख्न सक्नुहुन्छ।